बल्ल तल्ल आज एउटा सपना पूरा भयो। यो किन्ने मेरो एउटा ड्रिम थियो। यो भनेको के हो र यसमा के छ थाहा पाउनको लागि भिडियो अन्तिमसम्म हेर्नु होला। टक्क मजा लगाएर जुत्ता रेडी बनाएर म जाँदैछौँ बजार सपिङ गर्न भनेर भन्न पाबा कति मजा हुन्थ्यो म्याम फुली। अब अघि खप्पर सपिङ गर्न दसैँ आउनुपर्छ के गर्नु। इग्नोर ब्याकग्राउन्ड भन्दै म हिरो पारामा रेडी भयो। एउटै कपडा कति लाउनु यार जता जाँदा नि। तर नि बाल छैन म गोर्खा जानलाई रेडी भएर निस्के। जहिले पानी पर्ने त्यही माथि बाटो बन्दैछ बस त आधा बाटोमै फसेर कालो धुवा पो फाल्छ त। अनि म यस्तो टाउको समाएर बसिरहेको थिएँ ठ्याक्कै ट्र्याक्टर आएर तान्दिहाल्यो। गाउँघरमा बर्खा लागिसक्यो बिहान जहिले पानी पर्ला जस्तो हुन्छ। त्यसपछि झ्यालबाट बाहिर हेर्दै शीतल हावा खाँदै म चाहिँ पुगेँ गोर्खा र पुग्ने बित्तिकै मैले टिकट पनि लिखिदिइहालेँ। घरको लागि हल्का सामानहरू किन्नु थियो त्यही भएर म र माइजू चाहिँ हल्का बजार घुमे। शुक्रबार र शनिबार बिदा हुने भएर होला बजारमा खासै मान्छे थिएन यार। अनि मेरो कपाल चाहिँ एउटा लामो भइरहेको थियो कि त्यसपछि काट्छु भनेर गएको। काट्दा काट्दा कपाल त ठुट्टी भयो यार। तर केही छैन मलाई खासै पाल्नु मन पनि लाग्दैन आजकल किन हो खै। बजार हिँड्दा हिँड्दा भोकले ट्वाट भएको थियो त्यसपछि खाजा खान गएँ। जता गए नि मलाई मोमो बाहेक अरू खासै केही खानै मन लाग्दैन। अनि आजको मेन कुरा के हो भने यो हो क्या मलाई पहिलेबाट किन्नु मन थियो तर मसँग पैसाको अभाव थियो तर पनि मैले किनेरै छाडेँ। त्यसपछि 3 बजे गाडी चढेर घर फर्किएँ। गाडी त पुरा खाली हल्का निन्द्रा नि लागिरहेको थियो। त्यसपछि मस्तले सुतेर घर फर्केँ। अनि आज हामीले किनेको भने फ्यान तेल अनि हल्का चामलहरू थियो त्यही हो। मलाई फेरि लास्ट हतार भइरहेको थियो किनकि मलाई अनबक्सिङ गर्नु थियो यसको। अब यो के हो त तपाईँहरूलाई थाहा भइसक्यो होला होइन। यार साउन्ड क्वालिटी अलिक कस्तो नराम्रो आइरहेको छ यार। मेरो मोबाइलकै राम्रो आउँथ्यो द्याट्स इट फर टुडे टाटा एन्ड बाई बाई।